नमस्ते अनि वेलकम यात्रा एकैछिनको यो एपिसोडमा आज हामी बुवाआमा पिकनिक 2026मा तपाईँहरूलाई लिएर जाँदैछौँ जुन ग्रेपभाइन टेक्ससमा आयोजना गरिएको थियो र एकदमै रमाइलो वेदरको साथ यो ग्रेपभाइनको यो वेदरमा आज हामी बुवाआमा पिकनिक जो नेपालबाट अमेरिका डालस फोर्ट वर्थ एरियामा बस्नुहुने बुवाआमालाई समर्पित गरेर यो हामी पिकनिक हरेक वर्ष आयोजना गर्ने गर्छौँ र हाम्रो पहल वक फर नेपाल डालस को आयोजनामा हुने यो पिकनिक यति बेला हामी सबैजना भलिन्टियर साथीहरू मिलेर आयोजना गरिरहेका छौँ र तपाईँ देख्न सक्नुहुन्छ हामी बिहान को यो क्षणमा हामी सबैजना साथीहरू जुटेर खाना बनाउनेदेखि लिएर खाना खुवाउने र हाम्रो बुवा आमाहरूलाई स्वागत गर्ने क्रममा रहेका छौँ। आज भने हामीलाई राजामती रेस्टुरेन्टले हामीलाई साथ दिनुभएको थियो। हाम्रो खाना उहाँहरूले जिम्मेवारी दिनुभएको थियो। उहाँहरूको स्टाफहरूले यति राम्रोसँग हामीलाई खाना बनाएर सबैजना बुवा आमा गेस्टहरूलाई यति धेरै सर्भ गर्नुभयो। बुवा आमाले पनि मिठो मानेर राजामती को खाना खानुभयो। उहाँहरूलाई विशेष धन्यवाद दिन चाहन्छु। तपाईँहरू पनि एकचोटि गएर चेकआउट गरिदिनु होला। राजामती फोर्ट वर्थमा रहेको छ। यति बेला भने नास्ता खाने बेला भएको छ। नास्तामा हाम्रो पुरी छ, तरकारी छ, त्यस्तै गरी अन्डा छ। अन्डा खानेहरूलाई अनि सबैजना बुवा आमाहरू यति बेला नास्ता खाइराख्नु भएको छ। चिया त्यस्तै गरी अन्य कुराहरू पनि आज हामी समावेश गरेका छौँ। फलफुलहरू पनि छ केही नखानेलाई। त्यस्तै गरी हामीसँग भेजिटेरियन, नन भेजिटेरियन, भेजिटेरियनमा पनि प्याज लसुन नहालिकन हामीले खानाहरू उहाँहरूलाई सर्भ गरेका थियौँ। त्यसरी केही पनि नखाने बुवा आमाहरूलाई हामीले फलफुल पनि दिनभरि सर्भ गरेका थियौँ। कुनै पनि कार्यक्रम आयोजना गर्न भलिन्टियर्सहरू एकदमै इम्पोर्टेन्ट हुन्छ। आज हामीसँग थुप्रै डालस फोर्ट वर्थका संस्थाहरूले भलिन्टियर गर्नुभएको थियो। उहाँहरूले बिहानदेखि साँझसम्म हामीलाई साथ दिनुभयो। उहाँहरू सबैजनालाई धन्यवाद पनि दिन चाहन्छौँ। प्रदीपजीलाई खाना भन्नु साह्रै मनपर्छ। एकदम खाना पार्टी मान्छे। कस्तो भयो नास्ता भनेर र उहाँले खाएपछि हामी सबैजना सन्तुष्ट। र जतिजना पनि हामी भलिन्टियर साथीहरू छौँ नि, हामीहरू सबैजना यस्तो कार्यक्रम गर्न आयोजना गर्न एकदम उत्सुक हुन्छौँ। किनभने यस्तो कार्यक्रममा हामीहरूले बुवा आमाको आशीर्वाद मात्र होइन, हामीहरू पनि रमाइलो गर्छौँ। जीवन सुरज दाई एकदम इन्जोय गरेर ब्रेकफास्ट खाइराख्नु भएको छ। त्यस्तै गरी काममा जुन तल्लिन भए पनि आफ्नो जिम्मेवारी निभाए पनि आफ्नो रमाइलो पनि गर्न सक्दैनौँ है यस्तो कार्यक्रमहरूमा। त्यो नै एउटा रमाइलो छ वक फर नेपाल डालस हाम्रो पहलका साथीहरूको। डेफिनेटली कुशललाई हामीले एकदमै मिस गरिरहेका छौँ। हाम्रो कोअर्डिनेटर कुशल पोखरेल जुन एटलान्टा जर्जियाबाट यत्रो कोअर्डिनेट गर्नुभएको छ यो इभेन्टको लागि। समाजका दाजुहरू हुनुहुन्छ यहाँ हामी देखिरहेका छौँ। खाजा लिनको लागि नेपाली समाज टेक्ससका दाजुहरू हुनुहुन्छ। उहाँहरूको साथ र सहयोग बिना यो कार्यक्रम सम्भव पनि हुँदैन र उहाँहरूलाई सेवा गर्न पाउँदा हामीलाई निकै खुसी पनि लागेको छ। Hello. गुड गरम दाइ, गुड गरम।
त्यो लय निकाल्नलाई हरि हरि अब त्यस्तो धेरै आउँदैन हेर्न अरू अनि बिस्तारै सुमन सर एउटा अनाउन्समेन्ट चाहिए ब्ल्याक फोर्स यति बेला भने हामी तातो आलु खेलिरहेका छौँ सबैजना हाम्रो आमाहरू तातो आलु रमाइराख्नु भएको छ तातो आलुमा अनि दिपक सर खेलाउँदै हुनुहुन्छ यहाँ बुवा नाच्दै हुनुहुन्छ यस्तो रमाइलो भएको थियो ब्याकग्राउन्डको म्युजिक चाहिँ मैले राख्न सकिनँ कपिराइटको कारणले तर यति रमाइलो गरेर आमाहरू आज हाम्रो पिकनिकमा उहाँहरू तातो आलु खेल्नुभयो अनि बुवाहरूले उहाँहरूको भिडियो पनि बनाउनु भयो भिडियो खिचिदिनु भयो र धेरै 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 आमाहरू सहभागीहरू हुनुहुन्थ्यो रमाइलो भयो र सबैलाई हित र कल्याणको कामनाले भगवान हाम्रो राष्ट्रदेव पशुपतिनाथले कल्याण गरून् हाम्रा माता विद्येश्वरी भगवतीले सबैलाई कल्याण गरून् मुक्तिनाथ भगवानले सबैको हित गरेर भगवान बुद्ध भगवानले सबैको कल्याण हित बन्न सकोस् सबै गरेका कुराहरू त अब सबैलाई जानकारी छ है ल अब सबैलाई नयाँ वर्ष 2083 को हार्दिक मङ्गलमय शुभकामना अब भने बुवाहरूको पालो तातो आलु खेल्ने है बुवाहरू पनि कम हुने हुनुहुन्न उहाँहरू पनि तम तयार भएर आउनु भएको थियो अनि थुप्रै बुवाहरूले यसरी दौडेर तातो आलु निकै नै रमाइलो गरेर खेल्नुभयो उहाँहरूको ऊर्जा देखेर साँच्चै नै उहाँहरू हजुरबुवाहरू जस्तो लागेन हामीले बुवा भने पनि उहाँहरू हजुरबुवा जस्तो चाहिँ लागेन है अनि निकै रमाइलो पनि भयो मौसमले पनि हामीलाई अति नै साथ दिएको थियो आज डालस फोर्ट वर्थमा हिजो पानी पर्यो अनि आज चाहिँ हामीले साँच्चै नै रमाइलो दिन मनाइरहेका थियौँ यो ग्रेपभाइन लेकको छेउमा र निकै रमाइलो भयो अब भने हामी खाना सुरु पनि भइसकेको छ डिनरको लागि लगभग मिठो बास्ना आइरहेछ त लाग्यो हामीले आफै पकाउनु भयो सुरज दाइ एकदम रमाइलो भइरहेछ गजब मिठो पकाउनु भएछ त के छ त आज स्पेशल के छ आज मासु साग अचार गजब मिठो बास्ना आइरहेछ यता पनि प्रिन्स तिमीले आफैले पकाएको हो के पकायो तिमीले
भात सजिलो कुरा पकाएछौ नि त। ल है सबैले थपेर खानुपर्छ है, थपेर अनि नाच्नुपर्छ है। हुन्छ हो उता टेबलमा गएर बस्नु होला। उता उता टेबलहरू राखिदिएको छौँ हामीले। टेबल छ, कुर्सी छ, यता बसे पनि हुन्छ, उता बसे पनि हुन्छ। आमा खाना कस्तो छ बुवा आमा? हो थपेर खान पाइन्छ है मजाले। के छ हालखबर? अब अहिले त मेडिकलको सकेर हस् हस् हाम्रो त पालो आउँदैछ। गुरु ठिक छ? ए हस् ल एकदम खुसी लाग्यो ल। हस् के गर्दै हुनुहुन्छ? के गर्दै हुनुहुन्छ तपाईँ? रोटी तात्दैछ, काउली पाक्दैछ। Thank you. Good job. झन् हिरो सर्ट लाएर आउनु भएछ देखिहाल्छ ठ्याक्कै। हजुर काउली साग, काउली साग। सबै बाहिर जानु त, सबै बाहिर जानु। म त्यहाँ पुऱ्याउँछु अनि बल्ल आमाहरू कस्तो छ खाना? ठिक छ? कस्तो छ आमा खाना? लसुन प्याज नभएको स्वादिष्ट परिकार। काउली भातमा लाइन सकियो, मासु भातमा लाइन छ।
यहाँ जीवनजी भात भात भन्दै हुनुहुन्छ है जीवनजीलाई भात चाहियो अरे प्योर भोलिन्टियर हो काम गर्छु दाजु सकियो मलाई कसैको केही हुनु छैन ए लाइनमा घुसे है यो बुढा मान्छे लाइनमा घुसे है यो मान्छे लाई सबको प्लेटमा कति के छ रेकर्ड भइरहेछ है यहाँ ल सीतान्तीलाई हड्डी हड्डी पर्यो अलिकति सुप पनि सुप 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 अलिकति सुप सुप निरज दालाई लेग पिस है लेग पिस रोटी पनि रहेछ हजुर वाह Oh, thank you so much. Thank you. टेबल छ होला दाइ हेर्नु त टेबलमा बस्नु सजिलो हुन्छ टेबल ए दाइले मासु खाएको ए दाइले मासु खाए ए दाइले मासु खाए ए दाइले मासु खाए मासु खाए भ्लग यात्रा एकैछिन हेलो है सकिन लाग्यो है लाइन म बिहाको भिडियोग्राफर हो क्या खाने ठाउँमा टुप्लुक्क आइपुग्छु किन हजुर अब बिहा गर्नलाई सम्झिनु तपाईँ बुढो भइसकेन ए अब भने पिकनिक सकिन पनि लागेको छ यहाँ बाबुहरू सानो नानीहरूले यसरी हामीलाई सहयोग गरेको देख्दा नि साँच्चै नै यति गौरवान्वित भएका थियौँ हामी सानो नानीहरू बुवा आमाहरूले पनि हामीलाई सहयोग गर्नुभयो साँच्चै नै हामीले यति छिटो ऱ्यापअप गर्न सक्यौँ आमाहरू फेरि पनि नाच्न थाल्नुभयो गीतमा साँझको 6:30 बजेको थियो र आमाहरू नाच्दै गर्दा हामी सबैजना सफा गरिरहेका थियौँ खाना बनाउने टोली खाना पस्किने टोली र खाना खाने टोली खाइरहेका थियौँ भने हामी भने अबको कार्यक्रम ऱ्यापअप गर्नतर्फ लागिरहेका थियौँ निकै नै रमाइलो भयो आज बुवा आमा पिकनिक 2026 हाम्रो पहल वक फर नेपाल डायलसको यो प्रस्तुति जतिजनाले हामीलाई साथ दिनुभयो उहाँहरूलाई धन्यवाद दिन चाहन्छु हामीलाई सहयोग गर्ने सङ्घ संस्था सहयोग गर्ने व्यक्तित्वहरू अनि आज भलिन्टियर गर्ने सम्पूर्ण साथीहरूलाई कोअर्डिनेसन गर्ने सम्पूर्णलाई हामी हृदयदेखि नै धन्यवाद दिन चाहन्छौँ अवश्य पनि बुवा आमाको आशीर्वादको साथ आगामी वर्ष पनि हामी यो कार्यक्रम गर्ने नै छौँ र यो सूर्यास्त एकदमै सुन्दर रमणीय सूर्यास्त सहित यात्रा एकैछिनको यो एपिसोड पनि यहीँ सकिएको जानकारी गराउन चाहन्छु अवश्य अर्को एपिसोडमा हामी भेट्ने नै छौँ तबसम्मको लागि एकैछिन हेर्दै गर्नुहोला धन्यवाद